पाठाहरू के छ कपाल अनि भेरो कता गयो भन्छन्। सो हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। तपाईँले फेरि पनि सबैले मेरो अर्को न्यू भिडियोमा। सो साथीहरू यो चाहिँ मेरो फर्स्ट भिडियो, त्यसैले सबैले साथ सपोर्ट गरेर अगाडि बढाइदिनुहुन्छ भन्ने आशाको साथ आजको भिडियो चाहिँ अगाडि बढाउँदैछु साथीहरू। अनि आज त्यस्तो स्पेसल त केही पनि छैन, त्यही पनि ब्लग आजबाट नै स्टार्ट गरौँ भनेर गरेको। त्यसैले तपाईँहरू सबैले मलाई माया गर्नुहुन्छ भन्ने आशा राखेकी छु। अनि साथीहरू तपाईँले देखिसक्नुभयो होला बायोमा आज के हुनेवाला छ। अनि यो भिडियो चाहिँ अन्तिमसम्म हेर्न चाहिँ नभुल्नु होला है। निर्मला आइबुन क्या तेरो इक्जाम कस्तो भयो भने अब भोलि पर्सि रिजल्ट आइन्छ। हामी फेल साथीहरू डल्ने होइन, पास भयो। यो कोठामा तिमा माथेर चढ्ने नत्र फेरि त्यही कोठा बस्ने के गर्छ निर्मला। ए साथीहरू हामीले मलाई त्यति पास हुन लागेको छैन यार। पास त भइजान्छु मजाले दिदी, पास त फेरि फिक्स साथीहरू, फिक्स हुन्छ पास त। तर राम्रो मार्क्स चाहिँ खै के 10 क्लास हो कि यति थियो। म पेपर 10 क्लासको पुरै लामो। आज के विषयमा? आज म्याथ साथीहरू। त्यहाँ हाम्रो मम्मी चाहिँ कला उम्काउँदै छिन्छ, उम्काउँदै के भन्छ त्यो यस्तो तान्ने के कलाउँदै छिन्छ होइन। त्यहाँ त्यस्तो कति खतरा भ्यू आएको छ बाबा। हाम्रो गाउँ हो के, आखिर गाउँ कसको अब यस्तो साथीहरू होइन। यहाँ चाहिँ भेरा रहेछन्, म भेरा गला छु। उहाँ म्याडम अब कहाँ जानुहुन्छ म्याडम? तपाईँ जानु ल, बाई। अब रिजल्ट आएपछि भेटौँला। यस्तो साथीहरू यहाँ चाहिँ मम्मी के गर्दैछ? मम्मी के गर्दैछ? यहाँ कला हाम्रो कति धेरै हाम्रो गाउँतिर कला भन्छन् अनि सहर बजारतिर चाहिँ हेलो भन्छ भेरा हेरिदिनु त्यही साथीहरू। हाम्रो गाउँतिर हाम्रो भाषामा आफ्नो ठाउँको हाम्रो ठाउँमा चाहिँ कला भन्छ न, हजुरहरूको ठाउँमा के भन्छ प्लिज कमेन्ट डाउन बिलो। केरा भन्छन् बान्जी अनि कला भन्छन् बान्जी नानी आफ्नो आफ्नो गाउँको होइन। सो म गएँ भेरा कला साथीहरू, म गएँ होइन। भेराहरू यही चिच्याइरहेछन् के। मलाई सिस्नु नै सिक्छ साथीहरू। तपाईँहरूले देख्नु भएको छ कि देख्नु, प्रायः जस्तो सबैले देख्नु भएको छ होला होइन। तर सहर बजारमा बस्ने मान्छेहरूले चाहिँ देख्नु भएन। यो चाहिँ हो सिस्नु, देख्नु चाहिँ यसले करेन्ट लाग्छ साथीहरू। अलिअलि यस्तो त छुन मिल्यो होइन, तर यस्तरी मुठीले मार्छ। हेलो भेरा। ओ मम्मी कस्तो उर्सिन्छ यार। यो एउटा दुईवटा मात्रै हुनु, अर्को उता माथि यार। म भेरा खेल्दैछु साथीहरू। एउटा माथि गएको माइजू, उता माथि गइसक्यो। हेर न, यो चाहिँ खान्छन्। यो हाम्रो ठाउँतिर चाहिँ खान्छन् होइन। मैले कति दिनसम्म नोटिस गरिरहेको थिएँ होइन। सो आज टाइम मिल्यो। म प्रायः जसो हाम्रो घरमा आउँदिनँ होइन, परै बस्छु साइली मम्मीको घरमा। त्यसैले चाहिँ मलाई यस्तो चिजहरू चाहिँ अहिले मलाई पर देखेन नि त हाम्रो घर अहिले अर्को छ। सो हो यस्तरी रस जुन चाहिँ हेर्नु साथीहरू देख्न सक्नुहुन्छ। हाम्रो गाउँमा हाइस आयो साथीहरू। यस्तो होइन, उहाँ चाहिँ हामी कस्तो अलि त्यो गर्छौँ नि त। उहाँहरू सधैँ हाम्रो गाउँतिर गाडी चलाइसिन्छ अनि चिनेको पनि छ। त्यसरी चाहिँ बोलाइराखिन्छ। सो साथीहरू यो चाहिँ मेरो घर होइन। अनि मेरो घरमा हेर्न सक्नुहुन्छ मेरो लुगा यहाँ छ।
यहाँ छ मेरो लुगा यहाँ छन्। तर मलाई हामी केटीहरूको जात नै यस्तै ढोला हामी केटीहरूको जात नै यस्तै हो सर होइन। कहाँबाट के कुरा गर्नु योमा पनि कपडा छ भएन भनेर दराजभरि पनि कपडा छ के यहाँ हो न। तर कहीँ जाँदाखेरि होइन बोइस त हुन्छ नि त टक्क लगायो एउटा सुड अनि गयो। अनि हामी गर्ल्सलाई प्रब्लम के हुन्छ भने चाहिँ ओ माई गॉड मेरो नेल्स लाग्यो मेरो नेल्स। अनि हामी केटीहरूलाई के हुन्छ भने चाहिँ ओ नो आज त मेरो कपडा छैन यत्रो कपडा के गर्नु किनेको। सो घरमा पनि यही भन्छन्छ कि कपडा किनेर घर भरिन लागिसक्यो तर कपडा लगाउने होइन कपडा किन्ने मात्रै हो भन्छन्छ कि। मलाई यति गाली गर्छिन्छ घरमा सबैले किनभने म एक्लै छोरी हो नि त त्यसैले म किनिहाल्छु कि। सो साथीहरू मलाई चाहिँ घर आउनु हुँदैन मलाई चाहिँ गोठालो बनाइहाल्छन् के। च्या यो भेराले मलाई म यो भेराको होइन मासु खान्छ आज मासु च्या च्या। सो साथीहरू यो हाम्रो बारी होइन कस्तो ब्युटिफुल भ्यू आइरह यताबाट। सो म चाहिँ कला खान्छु अब होइन एकदमै धेरै मिठो हुन्छ कला। देख्न सक्छ कला कला कला। कला मेरो भर्खर दाँत बनाएको देखिरहेको छैन तर मेरो दाँत चाहिँ भर्खर आरसिटी गरेँ होइन। त्यो मलाई धेरै त्यो चिजहरू खानु भनेको छ यता पनि गर्नु छ। म एकपल्ट बनाउँछु भिडियो म यति रुन्छु नि यति दुखाइदिन्छन् यसरी किलोले घोच्छ यार कस्तो दुख्छ। अब म 26-27 गरी जान्छु होला त्यतिखेर भ्लग सुट गर्नेछु हेर नबिर्सिनु होला। यता त देख्न सक्नुहुन्छ भ्यू साथीहरू मेरो गाउँको भ्यू यही हो मेरो घर सानो छ टहरा छ तर एकदमै ब्युटिफुल छ। कला एकदम मिठो होइन फेरि जाम म चोर भइसक्यो आफ्नो बारीको कला कसैको पर्मिसन लाग्नुपर्छ साथीहरू नो वे। म खान पनि सक्दिनँ राम्रोसँग खाँदाखेरि होइन यो जाँदैछ भन्नुपर्छ यो दालले चलायो भने आशिष गरेको भात दिन्छ अरे त्यसैलाई देख्न यहाँ यति धेरै कडा खायो। हामी बच्चा हुँदाखेरि होइन यसरी आयो 2-3वटी अघि देखाएको थिएँ नि मैले दिदी रिजल्ट एससीको होइन। अनि दिदी हामीहरू चाहिँ पहिला सानोमा हुँदाखेरि यति कला खान्थ्यौँ नि होइन हाम्रो फेभरेटै हो यो कला। बारीमा पनि कला खाने नि फेरि मम्मीहरू के गर्छ छेउपाटे लाग्छ नखाऊ धेरै भने तर हामी त कहाँ सेता कहाँ उहाँ अघि हाई गरेको दाइको गयो हाइस भागो कस्तो गयो फेरि भेरो कता गयो गाजर म थाहा भएन भेरो कता गयो साथीहरू। हाम्रो पसलमा चाहिँ म दिदी र बहिनी 3 जना मात्रै अरू सबै कता गयो थाहा छैन। यसको पारा यहाँ हो यहाँ अर्की अनि उसको पारा यहाँ एसिया छ भन्छ नि दिदीले कस्तरी मोबाइल हेरेछ दिदीले देख्न सक्नुहुन्छ भयो यिनीहरूको पारा यसको दिमाग। साथीहरू अब चाहिँ म जाँदैछु होइन दिदीलाई बोलाउन दिदीले खाना बनाइसिन्छ अनि म चाहिँ गएर बाख्रा हेर्छु। त्यस्तो धेरै बाख्रा त छैन न एउटा बाख्रा 2वटा पाठा छ न
अब दिदी को पता है दिदी घर आइसरे खाना पकाउन म बाख्रा हेर्छु मान्ने मलाई थाहा छैन ड्याडीले मलाई कसरी गाल्छ दिदी छिटो के ड्याडीले गाली गर्छिन् त सो साथीहरु दिदी चाहिँ यहाँ बसिरहेको छ रहेछ के हेर यहाँ हाम्रो चाहिँ पाठाहरू अनि बाख्रा चाहिँ ऊ माथि छ त्यहाँ दिदी गइसक्यो के म यहीँ बस्छु साथीहरु यस्तै हो होइन अब चाहिँ फेरि यहाँ भेट्यो क्या साथीहरु बाहिरपट्टिको दाना फालेर खाऊँ ओइ जा छिटो गर मलाई चाहिँ फोटो खिच्न दियो भने म चाहिँ पाठासँग फोटो खिच्छु अब पाठासँग अहिले बाख्राले हान्यो भने फेरि त्यो गाह्रो पर्छ होइन औ बेबी मेरी बेबी हलु के भाग छ यार साथीहरु ओए ओए मर्यो सो साथीहरु देख्न सक्नुहुन्छ यहाँ मेरो पाठा र म बसिरहेको छु हेलो साथीहरु के छ खबर भन्देऊ बेबी हेलो हेलो कति क्यूट छ सेतो म जस्तै जबक तो साथीहरु आजको लागि यति नै थ्यांक यू फर वाचिङ बाइ 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 न बाइ दिदी ओइ दिदी बाइ बाइ साथीहरु अब अर्को भिडियोमा भेटौँला